एउटा निर्णय गरेको छौँ, मैले पनि खाइदिन्छु औषधि। सुर्खेतको वीरेन्द्रनगर स्थित पाथिबारा मन्दिरकी माताले शुक्रबार फेसबुक लाइभ मार्फत विष सेवन गरेकी छन्। विष सेवन गरेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो। प्रदेश अस्पतालका उपसचिव तथा सूचना अधिकारी अनिता गेवालीका अनुसार उनको आइसियुमा उपचार भइरहेको छ। हाल अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छन्। गेवालीका अनुसार विष सेवन गरेका बिरामीको अवस्था सेवन गरेको विषको मात्रा र प्रकृति अनुसार फरक फरक हुने गर्दछ। धेरै मात्रामा विष सेवन गरेको अवस्थामा असर क्रमशः शरीरमा देखिन सक्ने र कम मात्रामा सेवन गरेको भए बिरामीको अवस्था सामान्य रहन सक्ने उनले बताएकी छन्। घटनापछि माताका आफन्तले समाजसेवी वेदिका केसी र प्रकाश सुवेदीलाई सुर्खेतमा आएर आफूहरूले लगाएका आरोपको प्रमाण प्रस्तुत गर्न आग्रह गरेका छन्। माताकी श्रीमतीले प्रमाण बिना कुनै व्यक्तिको चरित्र हत्या गर्ने र झुटा आरोप लगाउने माथि कानुनी कारबाही गर्नुपर्ने माग गरेकी छन्। साथै पाथिबारा माताको स्वास्थ्यमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी वेदिका केसीले लिनुपर्ने आफन्तको भनाइरहेको छ। 4 दिन अघि प्रसारण भएको प्रकाश सुवेदी शोमा अन्तर्वार्ता दिएकी वेदिका केसीले पाथिबारा माता समीर थापा सम्बन्धमा विभिन्न टिप्पणी दिएकी थिइन्। उनले समीर थापा पुरुष रहेको, विवाह गरिसकेको, आफूलाई माता भनेर प्रस्तुत गरेको, सामाजिक सञ्जालमा स्विमिङ सुट लगाएर रमाइलो गरेको तथा मदिरा सेवन गरेको देखिने भिडियो सार्वजनिक भएको भन्दै धर्मको नाममा ढोङ गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफू विरुद्ध अपशब्द प्रयोग गरेर भिडियो बनाएको दावी पनि गरेकी छिन्। उक्त अन्तर्वार्तापछि पाथिबारा माताले सामाजिक सञ्जाल मार्फत लगातार भिडियो सार्वजनिक गर्दै आफ्नो धारणा राख्दै आएकी थिइन्। शुक्रबार भने उनले फेसबुक लाइभमै विष सेवन गरेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।